पुलस्त गुनाथी विश्वबाद छोरा पुलस्त ऋषि चाहिँ उहाँ ब्रह्माका मानसिक पुत्र हो। त्यति ठुलो असल ब्राह्मण कुटुम्बमा उत्पन्न भएर सब कुछ गर्यो। त्यसले के गर्यो भन्नुहुन्छ भने शिवको पूजा गर्थ्यो। वाल्मीकि रामायणमा आउँछ शिवको पूजा गर्थ्यो। दैनिक दिन भगवान शङ्करजीको रुद्राभिषेक गर्थ्यो सविधिका साथ। आफै ब्राह्मण थियो तर शक्ति नराखेर बिना शक्तिपीठले रावणले भगवान शङ्करजीको पूजा गर्यो। शक्तिपीठ थाहा छ तर अर्घ्य छ नि शिवलिङ्गको तल राख्ने अर्घ्य छ नि त्यसलाई शक्ति शक्ति बिनाको शिवजीको चाहिँ पूजा गर्छ। वेदीं पालुमयं लक्ष्मीं या पूज्यत शङ्करः सदा। किन त्यो बालुवाको शिवलिङ्ग बनाउने हो शक्ति नबनाइकन त्यो पूजा गर्छ। त्यसो भएको हुनाले बिना शक्तिको पूजा गर्ने रावण रामदेखि हारे। नत्र रामले धेरै वर्ष तपस्या गर्नु पर्थ्यो रावणबाट विजय प्राप्त गर्न। अनि त्यो सम्पूर्ण सारा कर्म गरिकन पनि रावण रामबाट आयो। शक्तियुक्त पूजा रावणले सुनको शिवलिङ्ग बनायो। सुनको शिवलिङ्ग बनाएर त्यो सुवर्णमय सुनको शिवलिङ्गमा बिना वेदी बिना शक्ति बिना अर्घ्य चाहिँ त्यसले शिवजीको पूजा गर्थ्यो र रावण हारियो। तपाईँले पढ्नुहुन्छ नि त्यसमा आचार्यजी कदा निलिम पनिर झरी निकुञ्ज कोटरे बसन् विमुक्त मुद्दुर्मति सदाशिवं भजामि। विलोल लोल लोचन ललाम भाव नग्न स्वेति मन्त्र गजरन कदा जीववाम्य। के भन्छ भने स्वर्गमा लङ्कामा त्यस ब्रह्माजी आएर रावण